मूसाले परमेश्वरलाई भने, यदि तिनीहरूले मलाई पत्याएनन् भने, मेरो कुरा सुनेनन् भने र परमप्रभु म कहाँ देखा पर्नु भएको भनेर विश्वास गरेनन् भने मैले के गर्ने? तब परमप्रभुले तिनलाई भन्नुभयो, तेरो हातमा के छ? तिनले भने, लट्ठी। प्रस्थान 4:2। भोलिको दिनमा मूसाको जीवनबाट यो लट्ठी चाहिँ आश्चर्य कर्म भएको हामी देख्छौँ। यो लट्ठीद्वारा समुद्र दुई फ्याक भएका, यो लट्ठीद्वारा चट्टानबाट पानी निकालेका, यो लट्ठीद्वारा आज सर्प भएका शक्तिशाली कुरा आज यो लट्ठीद्वारा भएका हामी देख्छौँ। अनि मैले तपाईँलाई के भन्नु खोजेको भन्दा गर्दाखेरि यो लट्ठी चाहिँ साधारण कुरा हो। यो साधारण भन्दा साधारण कुरा चाहिँ जब परमेश्वरको हातमा पुग्छ नि, हामी पाउँछौँ कि शक्तिशाली काम भएको हामी देख्छौँ। अनि म अझ तपाईँलाई मजाको कुरा के भन्न चाहन्छु भन्दा गर्दाखेरि आज परमेश्वरले तपाईँलाई सोध्नुहुन्छ, तपाईँको हातमा के छ? भले त्यो एकदमै अर्डिनेरी कुरा होस्, तर यदि आज त्यो परमेश्वरको हातमा पुग्छ भने नि त्यसले असाधारण कुरा गर्न थाल्छ। यहाँनिर प्रस्थान 4:20 हामी पछाडि हेर्छौँ भने के पाउँछौँ भन्दा गर्दाखेरि नि म पढ्नेछु। यसकारण आफ्नो पत्नी र छोराहरूलाई एउटा गधामा चढाएर मूसा मिस्रमा फर्के र तिनले परमेश्वरको लट्ठी हातैमा लिएर गए। इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भन्दा गर्दाखेरि अघि चाहिँ यो लट्ठी उसकै लट्ठी थियो, तर अब चाहिँ यहाँ बाइबलले भन्छ यो लट्ठी चाहिँ परमेश्वरको लट्ठी भएको छ। वाउ! आज म तपाईँलाई एन्करेज गर्न चाहन्छु, तपाईँको हातमा भएको कुरा यदि तपाईँले परमेश्वरलाई दिनुहुन्छ भने भोलिको दिन त्यो कुरा चाहिँ परमेश्वरको भएर तपाईँको जीवनमा, तपाईँको जीवनद्वारा परमेश्वरले आश्चर्य कर्मको कामहरू गर्नुहुन्छ। जय मसीह।